हामी चाहिँ अहिले आइबिएम बतुताको बस स्टपमा छौँ। हामी चाहिँ अब यहाँबाट जान लागेको चाहिँ हामी कहाँ जान लाग्यो अरे तीर्थयात्रा होइन अबुधाबीको हाम्रो बिगेस्ट हिन्दू टेम्पलमा चाहिँ हामी जाँदैछौँ। हाम्रो माइक यहाँ छ साउन्ड क्वालिटी कस्तो आइरहेछ प्लिज लेट मी नो इन द कमेन्ट सेक्सन। हामी त बसमा बसिसकेका छौँ। पहिला भ्लग बनाऊ भने म लजाएर चाहिँ अब यस्तो पाराले भ्लग चाहिँ भ्लगर चाहिँ बन्दैन भाइ होइन, इनर्जी नै छैन। गाइस के भन्नुहुन्छ कमेन्टमा हाल्नु है, भाइ भ्लगर बन्ला त। यहाँ चाहिँ हामीलाई अलिक बोर नै भइरहेको छ। हाम्रो मेन कन्टेन्टवाला मान्छेहरूको सब ड्युटी छ कोही सुतिरहेको छ। हामी दुईजना एकदम नबोल्ने चुप्पचाप लाग्ने मान्छे मात्रै हामी एकदम गइरहेको छौँ। यहाँ हामीलाई एकदम अनकम्फर्टेबल लाज लागिसकेको छ सबै मान्छेहरू बसमा हामी दुईजना बोलिरहेको छौँ। हामी चाहिँ अहिले आइबिएम बतुताबाट बसमा हामी अबुधाबीको लागि निस्किसकेको छौँ। हाम्रो चाहिँ यो माइक क्यामेरा सबै फर्स्ट टाइम टेस्ट हुँदैछ। होप युज गर्नै आउँदैन पहिला गएर युज गर्न चाहिँ आओस् अनि त्यस पछाडि हामी चाहिँ अहिले हिँडिरहेको छौँ। मलाई फेरि केही थाहा छैन कहाँ हो, ल्याउने मान्छे चाहिँ यहाँ हो। मलाई पनि थाहा छैन गाइस, बेचिदिन्छु म आज। सचिन दाई हामी जिस्केको होइन नि, जिस्केको हो त हामी भनेर क्या हामी लाग्यो गयो है त गयो आबुधाबी तराईतिर अथवा अरू युरोपियन कन्ट्रीहरूतिर गए जस्तो क्या पुरै रोड यस्तो राम्रो बाटो। बाटोमा दुईजना यात्रीहरू आज लाग्यो हामी सचिन दाई अबुधाबी आफ्नो आफ्नै गन्तव्य छ। होइन हो कॉपी है मोबाइल में तो वो चलेगा, सॉफ्ट कॉपी है तो बस है वो चलेगा। पर्स पनि लिएर जाने हो केही राख्ने पर्स त लिएर जाने, पर्स पनि लिएको तर सोध न क्यामेरा लानु मिल्छ मिल्दैन। फेरि सोध्नु नि म त कहाँ जान्छु भैया ये ले जा सकते हैं कैमरा भी नहीं अलाउड है, सिर्फ मोबाइल ही अलाउ है। मोबाइल और वॉलेट बस कैमरा क्यों नहीं, कैमरा तो कैमरा अलाउड नहीं कर, पहले तो सब कुछ अलाउड कैमरा अलाउ छैन रे केटा हो। क्यामेराको जर्नी यहीँसँग रहेछ। पता चल जाएगा कचरे का। हामी दुई दाजुभाइ आइपुग्यौँ हामी अबुधाबीको मन्दिर। यहाँबाट चाहिँ क्यामेरा गोप्रो सबै बन्द। त्यसपछि हामी चाहिँ फोनबाट सुट गरिरहेको छौँ। मन्दिर चाहिँ ठ्याक्कै अगाडि छ। गइसो खाली गर्नु लाग्यो हामीलाई, केही लिएर जानु पाइँदैन भित्र, ओन्ली वालेट एन्ड फोन, नथिङ एल्स होइन त। हो मरुभूमिमा मन्दिरको फर्स्ट लुक चाहिँ यो हो। बाहिरबाट चाहिँ पार्किङहरू यस्तो रहेछ। फर्स्ट लुक मन्दिर चाहिँ यो गाडीहरू मान्छेहरू त टन्नै आउने रहेछ सबै। यो चाहिँ यता उसको बिगेस्ट हिन्दू टेम्पल होइन त यहाँको। कहीँ गएको छैन भने फर्स्ट यहीँ हो, तर यो मरुभूमिको पुरै डेजर्टको बिचमा भगवानको टेम्पल छ यस्तो। वी आर इनसाइड द टेम्पल। हामी मन्दिरभित्र चाहिँ मेन गेटभित्र चाहिँ आयौँ कि तर लाहौरी टिकट त लिएर आयो, क्युआरै छैन। टिकट रजिस्ट्रेसन गरेको टिकट चाहिँ छ तर क्युआर चाहिँदो रहेछ। हामीसँग क्युआर पनि छैन, यहाँ नेट पनि छैन।
अब यहाँबाट फर्किनुपर्छ जस्तो सचिनको यहाँ काम लाग्यो जस्तो तिमीले सरापो यहाँ बस्ने अनि टिकट भयो भने टिकट हेर्ने नत्र अब आबुधाबी जाने सो नाउ वी जस्ट इन्टर्ड द टेम्पल हामी चाहिँ मन्दिरभित्र चाहिँ सिरी हो तिहार यताउति गरेर दिस इज द फर्स्ट लुक फ्रम इनसाइड अरे आइयो हिँड्दै आइयो मन्दिर आइयो तर अर्कै टेन्सन चलिरहेछ हो हामी चाहिँ आइसक्यौँ यही हो यहाँको मेन मन्दिर अबुधाबी बिगेस्ट हिन्दू टेम्पल हामी चाहिँ मन्दिर दर्शन गरेर बाहिर निस्किसक्यौँ मन्दिरभित्र चाहिँ किन नमिल्दो रहेछ यो चाहिँ बाहिरको स्ट्रक्चर सेम लाइक यो सिजी टेम्पल जस्तै छ स्ट्रक्चर चाहिँ एरिया यस्तो छ यहाँ तल चाहिँ अब गङ्गा आरती हुन लागेको रहेछ है आनन्द पिस रहेछ ठाउँ चाहिँ यो चाहिँ मन्दिर भयो हामी चाहिँ अहिले अब गङ्गा आरती हुन्छ अरे भनेर यहाँ ठ्याक्कै मन्दिरको अपोजिट साइडमा बसिरहेको छौँ आरती हेर्नको लागि सो नाउ वी आर डन विथ मन्दिर दर्शन है ठिक छ मन्दिर दर्शन गऱ्यो अब चाहिँ हामी बाहिर निस्किँदैछौँ यहाँ हाम्रो गाडी वेट गरिरहेछ अनि गाडीमा फेरि ब्याक टु दुबई अब चाहिँ हामी फेरि अब बाहिर अब खानसाना खान जान्छौँ अनि त्यसरी मुभी हेर्नु जाने अब हामी मुभी हेर्नु जाने हो सो हामी चाहिँ अब मन्दिर दर्शन गरेर हाम्रो प्राइभेट गाडीमा आइसकेको छौँ यहाँबाट चाहिँ हामी सिधै अहिले आएको बाटो त्यही बाटो सिधै फर्किने अब खाना खान जाने मुभी हेर्नु जाने प्लान हुँदैछ यतै के गर्ने ऊ त्यो लाइटले गर्दा चाहिँ फ्लाइटमा जस्तो देखियो होला तर होइन हामी बसमा हो बसमा अझ हामी चाहिँ अब यहाँबाट फर्किँदैछौँ बाहिर राति भइसक्यो पुरै अँध्यारो भइसक्यो मन्दिर दर्शन गरेर चाहिँ आइयो अब टक्क खानसाना खाएर एउटा मुभी हेरेर अनि चाहिँ घर गएर सुत्नुपर्छ हामी चाहिँ अब गाडीमा निस्किसकेको छौँ टुवर्ड्स दुबई अब यहाँबाट चाहिँ अलमोस्ट हामीले आउन 1 घन्टा लागेको थियो जान अलि बढी लाग्छ कि जाम भयो भने नत्र चाहिँ हामी 1 घन्टाभित्र पुग्छौँ हाम्रो आइपिएम बतुता मल त्यस पछाडि अब खै खाना कता गइन्छ रमाइलो भयो ठिक छ हामीलाई चाहिँ अब बसले ओह्रालिदिइसकेको छ आइफोन 17 झन्डै हराएको कान्छाको कस्तो केयरलेस छ यदि उहाँको आमा बुवाले हेर्दै हुनुहुन्छ भने छोरालाई बाहिर नपठाउनु घरबाट छोरो धेरै केयरलेस छ 2 लाखको फोन 2 लाखको फोन फाल्दै यतिकै फोन दादा हेर्दै बसमै छुटेछ मान्छे बाहिर फोनको यसमा ठिक छ अब चाहिँ हामी आइसक्यौँ हामी जहाँबाट चाहिँ चढेर गएको थियौँ अब के गर्ने कसो गर्ने वेल्लाइटिन हो अब खाना कहाँ जाने फिल्म हेर्न कहाँ जाने भनेर अब हामी डिस्कसन गर्दै यहाँ एउटा मलभित्र हामी छिरिसकेको छौँ कहाँ जाने के गर्ने केही थाहा छैन अब हेर्छौँ कहाँ कुन फिल्म चलिरहेछ कहाँ हो नेपाली खाना खाने अनि जानुपर्छ सो हामीले चाहिँ फेरि अर्को एउटा सवारी समातिसकेर हामी कुन मुभी हेर्न जानु लागेको त प्लेडेट मरिनामा प्लेडेट 15 मिनटपछि मुभी सुरु हुन्छ हामी चाहिँ अहिले बतुता मलबाट चाहिँ हामी मरिना जाँदैछौँ त्यहाँ गएर चाहिँ अब मुभी टक्क पहिला मुभी हेर्नुपर्छ त्यस पछाडि वेल्लाइटिन हो स्टे ट्युन पछि के हुन्छ थाहा पाउनु छ भने अहिले नै सब्सक्राइब गर्न थिचिहाल्नु Now we are here in Dubai Marina Mall. अब चाहिँ हामी भित्र जाने हो मुभी हेर्नको लागि टिकट पाउँछ कि पाउँदैन थाहा छैन हामी जोसमा त आइसक्यौँ नदेखाउने भयो त्यस्तो गर्नु हुँदैन
अब गएर मुभी स्टार्ट भइसक्यो होला अब टिकट लिएर चट्ट हेर्नुपर्छ लग्जरी चाहिँ छ है दुबईमा तर पैसा पनि चाहिन्छ पैसा नभए चाहिँ केही छैन दुबई Marina Mall from inside हामी हेर्न आएको मुभी चाहिँ खास यो हो प्लेडेड आजको सो 9:30 बजिसकेको थियो टिकटै बन्द गरिदिएछ है भर्खर नेटमा हेरेर आएको हामीले 15 मिनट पहिलासम्म टिकट थियो अहिले त टिकटै छैन ल प्लेडेडको भोलि बिहार मात्रै छ हामी चाहिँ भर्खर अब हक हेरेर पनि सकियो होइन है रातिको 1 बज्यो आजको दिन पनि सकियो हक मुभी हेऱ्यो मन्दिर गयो आइयो यताउति खाइयो रमाइलो भयो आजको लागि यति नै आई होप हामी छिटै भेट्नेछौँ अर्को भ्लगमा टिल द टाइम बाई बाई सी यू गुड नाइट जोस चाहिँ यस्तै हुनु पर्यो